हेलो एभ्रिवान, वेलकम माई मिनी भ्लग। आज चाहिँ म मेरो छोरीलाई चाहिँ स्विमिङ गराउनको लागि चाहिँ इटलीमा रहेको सोल्टी होटलमा स्विमिङ पुलमा लिएर जाँदैछु। हेर्नु होला कस्तो हुन्छ। मेरो छोरा मेरो छोरी सबैजना हुनुहुन्छ, दिदीहरू सबैजना हुनुहुन्छ। प्लिज लास्टसम्म हेर्नु होला। आज म उहाँहरूलाई लिएर जाँदैछु स्विमिङ पुल। फाइनली हामी चाहिँ यहाँनिर आइसक्यौँ। फाइनली हामी चाहिँ यहाँ स्विमिङ स्पोर्टमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँनिर मेरो छोरी स्विमिङको लागि रेडी हुँदैछौँ। हेलो, त्यहाँ दुईजना पर खेलिरहेछौँ। ल, सुरक्षाको चाहिँ अब स्विमिङ, क्रिस्टिनाको स्विमिङ रेडी भयो। हजुर, अब बिस्तारै बिस्तारै यतातिर आउनु छोरो। अब सुरक्षा दिले सिकाउनुहुन्छ। यहाँ चाहिँ हाम्रो सुरक्षा हो मेन रोल चाहिँ। ल, हाम्रो सर हुनुहुन्छ यहाँ मिस हुनुहुन्छ। हेलो क्रिस्टिना मिस, मजा आइरहेछ छोरो। अब क्रिस्टिना चाहिँ 5 फिटमा टेकामा ठुलो मामु हुनुहुन्छ। छिटो तल्लोमा टेका, अब तल्लोमा टेका न। कति छ पानी हेर्ने मात्रै हो क्या सानो। हेलो एभ्रिवान, यहाँ हाम्रो दिदी चाहिँ पुरै स्विमिङ गर्नु हुँदैछ। स्विमिङ पनि यस्तो कि ज्ञानी तिमी गरेर देखाऊ त। स्विमिङ गरेर देखाऊ भन्छु। हजुर, कृष्ण यस्तै भयो स्विमिङ सिकाउँछु। लुसिर खेल न तिम्रो स्विमिङ। हाम्रो अब दिदीले स्विमिङ गर्नु हुँदैछ यहाँनिर पुरै। अब चाहिँ हाम्रो स्विमिङको टाइम चाहिँ अफ भएको छ। क्रिस्टिना कम यार, आऊ छिटो। हामी चाहिँ स्विमिङ गरेर निस्किँदैछौँ। हेलो एभ्रिवान, अब चाहिँ हामी घरतिर जाँदैछौँ। घरमा जानको लागि चाहिँ